अलराइट गाइज, अब चाहिँ मैले मेरो कोठा अलरेडी 4 भइसकेको छ। अब एकछिन कोठा सफा गर्छु, त्यसपछि हेरौँला है त ब्लगमा है। एकछिन चिया खान्छु अनि बल्ल कोठा सफा गर्छु। 4 भइसक्यो कि मेरो कोठा। मेरो बाल कस्तो देखिरहेछ, भर्खर काटेर आएको, त्यही पनि कमेन्ट गरिदिनु होला। पहिलाको बाल राम्रो भएको थियो, अहिलेको कमेन्ट गरिदिनु होला। कहीँ गएन गाडी है, काटेँ अनि खुलाएँ घरमै। कोठा सफा गर्नु एकछिन भएन। चिया पनि ल्याइदिनु छ। जुस एकदम मेरो ब्लगहरू तपाईँलाई कस्तो लागिरहेको छ कमेन्ट गरिदिनु होला। अनि आज चाहिँ मैले बाल काटेको कस्तो देखिरहेको त्यो पनि कमेन्ट गरिदिनु होला है त तल। चिया चाहिँ मैले 2 पटक लिइसकेँ। चाउचाउ पिरो छ। आज चाहिँ म कोही पनि गएन। आज चाहिँ गाइड म कोही पनि गएन किनभने मेरो यही गाउँ नजिकै 2-3 जनामा कोरोना पोजिटिभ देखिसकेको छ कि, त्यही भएर म डुलिरहेको छैन। कपाल काटेँ अनि आएँ, नुहाएँ, अनि त्यही भएर त्यतिकै बसेँ। अब चाहिँ अँध्यारो पनि हुन लाग्यो। आजलाई चाहिँ ब्लग यति नै, छोटो मिठोवाला ब्लग। अब यो एडिट गर्दा राख्दा चाहिँ भोलि हुन्छ होला, के कस्तो हुन्छ कमेन्ट पनि गरिदिनु होला। आजलाई यति नै। यतै गाइज अब नास्ता खान्छु, चिया खान्छु, चाउचाउ खान्छु, एकछिन बाहिर बस्छु। त्यही आजलाई चाहिँ यतै गाइज।